म आज तपाईँहरूलाई एउटा कविता सुनाउन चाहन्छु। म साहित्यकार पनि होइन, म यो पनि होइन, त्यो पनि होइन, तर मेरो मनको भावनाहरू कहिलेकाहीँ लेख्ने गर्दछु। अनि यसरी पहिलोचोटि म चाहिँ कविता चाहिँ फेसबुक भने मतलब भिडियो बनाएर भन्नु गइरहँदाखेरि चाहिँ मेरो विचारमा भावना, लेखेको भावना सबैले पढ्दाखेरि उस्तै लाग्दैन होला, तर बुझ्नु चाहिँ बुझिन्छ भावना। अनि म त्यस्तो कविताको पारखी चाहिँ हो। कविताको नियम कानुन पनि होला, के होला, अग्रजहरूको लागि चाहिँ म क्षमा याचना गर्दछु। जहिले पनि उहाँहरूप्रति सदा सुमन भइरहन्छ, किनभने उहाँहरू चाहिँ यथार्थवाद, उहाँहरूले लेख्ने कविताको नियम कानुन सबै साहित्यको पनि सबै थोक हुन्छ। उहाँहरूले त्यो उसमा टेकेर लेख्नुहुन्छ होला, तर म चाहिँ भावना व्यक्त मात्रै गर्दैनलाई टाइममा लेख्ने गर्दछु। अनि त्यस्तै मैले यो कविताहरू लेख्न थालेको चाहिँ हुन त म 4 क्लास हुँदाखेरिदेखि नै लेखेको हुँ। अनि त्यो 4 कक्षामा हुँदाखेरि चाहिँ प्रिटेन थिएँ होला हेर, त्यस्तोमा चाहिँ मैले भर्खरै एउटा कविता के लेखेको थिएँ भने, जीवनमा को होला मलाई लगाउने माया, मरिजाने हो कि क्या हो नपाई उनको छाया, मनोबिच फुल्यो कसले देख्ने हो र, मनको कुरा मनमै रह्यो कसले बुझ्ने हो र। अब त्यति बेला लेख्दाखेरि पनि मलाई मन परेको थियो। अहिले पनि सायद परिस्थितिहरू, मनको भावनाहरू चाहिँ जहिले पनि त्यही यथास्थिति रहने रहेछ। अब बुढो भइयो, धेरै कुराहरू पनि थाहा पाइयो। अनि सबभन्दा ठुलो कुरो चाहिँ मैले राजनीतिमा अहिले चाहिँ एकदमै डिपली छिरेर, तपाईँको कस्तो भने छिरेको होइन, छिर्नलाई आफै परिस्थिति, त्यो दृश्यहरू देखेर छिरिँदो रहेछ। नत्र मलाई यो राजनीति यो त्यो म यहाँ विदेशमा पनि जब मैले वी डोन्ट निड टु डु पोलिटिक्स भन्न खोजेको मान्छे हो, किनभने विदेशमा चाहिँ पर्दैन, चाहिँदैन, इट्स नट युजफुल अल्सो होइन। तर आफ्नो पार्टीको, आफ्नो विचारहरूको पहिल्यैदेखि बोकिएर राखेका मान्छेहरूलाई त्यो अरू गाह्रो पनि होला उहाँहरूलाई, त्यो जस्तो होइन। तर उहाँहरू के बुझ्नु हुँदो रहेछ भने, मैले कुनै बखत केही लेखिहालेँ भने उहाँहरूको पार्टीको नेताहरूले केहीको स्ट्याटस लेखिँदाखेरि उहाँहरूको पार्टीको नेताहरूलाई अपलोड गरे भएर मेरो नेतालाई चाहिँ गाली गलोच गरेको हो। मेरो नेतालाई चाहिँ तैँले यस्तो गरेका थिइस्, तैँले यस्तो गरिस्, यो चिजहरू चाहिँ गर्नुहुन्थेन, मुख दर्शक भएर बस्नुहुन्थेन, त्यो बस्नु भनेको पनि गलत हो भनेर चाहिँ एउटा आवेग भनौँ न, त्यो पोखेको मात्रै हो। नत्र कसैसँग मेरो के भन्छ नि, पूर्वाग्रह यो त्यो के भन्ने चिज चाहिँ छैन। पर्सनल एट्याक भन्ने चाहिँ केही पनि होइन। तर एटलिस्ट यार विदेशमा बसिसकेपछि चाहिँ वी डोन्ट निड पोलिटिक्स एन्ड इट इज नट युजफुल for my kids and for anybody's. But if I am going back to my Nepal, then of course मेरो छोरीको पनि नेता हो केपी ओली, मेरो छोरीको नेता हो शेरबहादुर देउवा, मेरो छोरीको नेता हो गगन थापाहरू जस्ता, जसलाई मैले औँलाउन खोज्दाखेरि जमानामा हेर्नु यस्तो मिडिया, सोसियल मिडियाहरू थिएन, सजिलो पनि थिएन। कहाँ गएर के भन्ने, मैले देखेको, मैले भोगेको हिजोको दिनको चिजहरू त्यति बेला चाहिँ सरल थिएन भन्नलाई, पोख्नलाई र कम्प्लेन गर्नलाई पनि। अहिले जस्तै सरल छ, त्यसैको फाइदा पनि भएको छ, त्यो राम्रो पक्ष हो। त्यसैलाई फाइदा भएर आफूले युज गर्ने चिजहरू चाहिँ युज गरौँ। यु आर डुइङ रङ, देन यु आर डुइङ रङ भन्न सक्नु पऱ्यो क्या। मेरो पार्टी, तैँले मलाई यो भन्छस्, मैले सरकारमा रामे श्यामे च्यामे जोसुकै होस् त्यसलाई गाली गरेको हो, सरकारलाई गाली गरेको, मेरो सरकारलाई गाली गरेको। त्यो रामे श्यामे च्यामे कसैको पार्टीको छ भने त्यो मेरो
मेरो कुरा होइन क्या त्यो तपाईँहरूले यो त्यो यस्तो त्यो छोडिदिनुहोस् एमाले काङ्ग्रेसले उसलाई रासोपाले राप्रपा द्याट्स अ डटी पोलिटिक्स द्याट्स आई डोन्ट वान्ट इन अब्रोड तर जसले कुरीति भ्रष्टाचार व्यथिति गरेको छ त्यो चाहिँ सरकार चाहिँ उत्तरदायित्व हुनु पऱ्यो क्या भन्नु खोजेको त्यो सरकारमा जुनैसुकै पार्टीको होस् त्यो पार्टीको सरकारले दायित्व लिन सक्नु पऱ्यो त्यो जिम्मेवारी लिन सक्नु पऱ्यो क्या त्यसको विरुद्धमा लड्दाखेरि यो रहेछ त्यो शिट म्यान द्याट इज नट गुड त्यो चाहिँ राम्रो होइन त्यो त्यस्तो चिजहरू चाहिँ हामीले छोडिदिनुपर्छ अहिले अहिले म धेरै भित्री तरिकाले भएको छ पिल्सेको चाहिँ जेन्जी आन्दोलन भनेको चाहिँ हिजोको जस्तो गगन थापा हिजोको जस्तो केपी ओलीका उहरूले कार्यकर्ताहरूले गरेको जस्तो चक्काजाम हडताल होइन तपाईँहरूले काठमाडौँमा कति देख्नु चक्काजाम गरेको छ हडताल गरेको छ नेपाल बन्द बनाएको छ होइन त्यो स्थितिमा मैले भन्थेँ मलाई त्यो दिक्क लाग्थ्यो क्या हेर्दाखेरि पनि होइन अब हाम्रो त स्कुल बन्द हुन्थ्यो आनन्द नै हुन्थ्यो तर एक दिन बन्द हुँदाखेरि अरबौँ खरबको व्यापारहरू चौपट हुन्छ अरबौँ खरबको तस नस हुन्छ त्यो चाहिँ नगरे होइन नि त पुरानाले पहिलाकाले त्यो मात्र होइन खानु खाए अब अति नै अत्याचारै भयो अब अहिले नयाँलाई मैले नयाँको पक्ष लिएर केही पनि गरेको छैन अहिलेको दिनसम्म नि तर जुन नयाँमा भएकाहरू राम्रो छन् तिनीहरूबाट पनि सिक्ने चिजहरू छन् हिजोको दिन केपी ओली गगन थापा यिनीहरू नराम्रो तर भ्रष्टको विरुद्ध हुँदै गयो क्या त्यही मात्रै भन्नु खोजेँ अब भ्रष्टको विरुद्ध भन्दा नि भ्रष्ट हुँदै गए सुशासन र कुशासन बुझ्न सकेनन् होला या बुझ्न नसकेर त होइन अब नचाहेका होलान् तर त्यस्तो चिजहरू चाहिँ हामीले रोक्नुपर्छ तपाईँहरू कार्यकर्ता या आफ्नो पार्टीप्रति समर्पित हुनुभएको छ भने पार्टीमा भएको विचार लिने मान्छेले कुविचार गरिरहेको छ कुनै व्यक्तिले भने त्यो कुविचारलाई हटाउन सक्नुपर्छ भन्ने कुरा मात्रै हो अनि अर्को कुरो रह्यो हिजोको दिन जस्तोको जेन्जीले गरेको पार्टी विरुद्धको एमाले त होइन अब हामी चलाउँछौँ भने जसरी आन्दोलन नेपाल बन्द हडताल गरेर काङ्ग्रेसले गर्ने अनि काङ्ग्रेस सरकारमा पुगेको बेला कम्युनिस्ट एमालेहरूले चक्काजाम गर्ने त्यो स्थितिको परिस्थिति यो जेन्जीले गरे अनि यो चाहिँ भ्रष्ट विरुद्धको यो चाहिँ कुशासन विरुद्धको यो चाहिँ भनौँ सबै पनि गैर कानुनी कामहरू यो ब्युरोक्रेटहरूले रोक्ने ब्युरोक्रेटहरूलाई नै अन्डरमा लिएर नेतालाई भन्छुन गर्नुपर्ने जस्तो कामहरू यस्तो चिजहरूको चाहिँ विरोधमा हो क्या मै पोहोर मेरो छोरीहरूको परिचय पत्र बनाउन जाँदाखेरि मलाई नै घुस खानु के न के को 2 मिनटको काम रहेछ होइन 1 हप्ता लगाएर चाहिँ मैले यहाँको एमबिसीलाई सुद्धा फोन गर्नु पऱ्यो यहाँको विभिन्न मान्छेलाई पनि फोन गर्नु पऱ्यो त्यस्तो चिजहरू हुँदाखेरि पनि तपाईँहरू त्यो हाम्रो पार्टी यो पार्टी गलत कामलाई गलत भन्नुपर्छ चाहे त्यो भोलि नयाँले गरोस् पुरानोले गरोस् जोसुकैले गरोस् त्यो नो मिन्स नो क्या स्टप भन्नु पऱ्यो अनि त्यसरी नै अहिले जेन्जीको आन्दोलन चाहिँ विशुद्ध भ्रष्टाचार रहित गर्न खोजेको सुशासन हुनु पऱ्यो होइन व्यथिति हुनु भएन होइन गैर कानुनी कामहरू हुनु भएन कति खाछ म काठमाडौँमा कति जग्गाहरू म देख्छु ए बाबा त्यो सब प्राइभेट बनाएको छ सरकारी जग्गाहरू मन्दिर पार्टी पौवा ढुङ्गेदारा यो त्यो होइन यिनीहरू भन्ने क्रममा अहिले जेन्जीको आन्दोलन चाहिँ यो विशुद्ध छुट्टै हो क्या यो एमाले काङ्ग्रेस यो रासोपा यो त्यो हाम्रो यो यसमा नलाग्नुहोस् ठिक छ आफ्नो विचार पोखेर बरु आफ्नो विचारमा ल म राम्रो छु हाम्रो पार्टी चाहिँ प्रतिबद्धता गर्न लगाउँछु म मेरो
पार्टीको यहाँ विदेशमा बसेर नेतृत्व गरिरहेको छु भने म मेरो पार्टीलाई प्रतिबद्धता गर्न लाउँछु यो काम चाहिँ गर्नुहुन्न है भन्ने धारणा बनाएर हामीलाई आश्वासन दिनु न। किन गाली गर्ने, किन त यो त्यो के भन्यो, हामीलाई सिर्फ आश्वासन दिनु होइन कि हाम्रो नेताहरूले गलत गरिरहेछन् भने सम्झाउँछौँ र गलत गर्न दिँदैनौँ भनेर, त्यति त हो नि, अरू त केही नै होइन। त्यस्तै अब जेनजीको आन्दोलनमा त्यत्रो भयो होइन। मलाई सबभन्दा चाहिँ मन नपरेको जब मान्छे, म त्यो बेलामा मान्छे कसैलाई देखिनँ राक्षस बाहेक, कोही पनि मान्छे देखिनँ, राक्षसै राक्षस। तपाईँको टाउकोमा गोली लगाएर गिरी समातेर प्लिज नहानु न प्लिज भनिरहेको छ। त्यस्तो नि हो, मानवता भन्ने छैन। हामी कतिलाई सम्झाउँदाखेरि संसद भवनभित्र छिर्न जाँदा गोली नहाने के ललिपप दिने, तर ललिपप होइन, ललिपपै दिनुपर्छ सरकारले। त्यहाँ उनीहरू पुरै गोली गट्ठा बम बारुद लिएर संसद गर्न गएको थिएनन् त्यो बेलामा, त्यो दिनमा। र अर्को कुरो, गए पनि सुरुमा सबै एउटा नियम कानुनहरू हुन्छ होला, कुन तरिकाले अप्नाएर गर्ने। त्यो बोर्डरमा पुरै वार खेल्न गएको जस्तो त होइन नि, मानवता नि त छ नि। त्यस्तरी गोली हान्ने, गई एम्बुलेन्समा गई गोली हान्ने होइन, त्यो चाहे जोसुकैले हान्नुहोस्, त्यो त्यति बेलाको सरकार चाहिँ उत्तरदायित्व हुनुपर्छ है। अब सन्दर्भ रह्यो कविता पनि मैले त्यही सम्बन्धको लेखेको छु होइन। अब लेख्दाखेरि चाहिँ म रिसाइट गऱ्यो भने पढ्यो भने चाहिँ अलिकति सुमधुर सुनिन्छ भनेर मात्रै मैले भिडियो बनाएर सुन्नु छैन। शीर्षक चाहिँ मुस्कुराउ छ। मुस्कुराउ, अलिकति मुस्कुराउन सक्ने स्थिति अझ छैन, भोलि अलिक के हुने हो अझ है, तर ठिकै छ। र म भन्नुहुन्छ है त, म कविता पढ्न गइरहेको छु। यी अब जति नै धोइ पखाली लगाए पनि मकिएछ, यी अब जति नै धोइ पखाली लगाए पनि सकिएछ, अब यी मकिएका सकिएकाले तिम्रो आङ ढाकिँदैन, अब यी मकिएका सकिएकाले तिम्रो लाज ढाकिँदैन, तिम्रो अनुहार फेर्नलाई नयाँ कात्रो लिएर आइएको छ, तिम्रो अनुहार फेर्नलाई नयाँ कात्रो लिएर आइएको छ। तिम्रो विवेक तिम्रो सोच परिवर्तन ल्याऊ, नयाँ उमङ्ग नयाँ जोस देश, तिमी सुस्कुराऊ, तिमी अब मुस्कुराऊ। अब म असभ्यबाट अभद्र भएछु, अब म असभ्यबाट अभद्र भएछु, अब म अभद्रबाट ज्योतिर गमाएँ, म भन्छु म कसैसँग गुनासो न कसैसँग सिकायत, न कसैसँग गुनासो न कसैसँग सिकायत, तिम्रो विवेक तिम्रो सोच धोइ पखाली गर टकटकाऊ, यो धरती यो आकाश अब फेरि नदम्ल्याऊ, यो धरती यो आकाश अब फेरि नदम्ल्याऊ, ती रगतका छिट्टा राष्ट्रिय रङ्ग बनाऊ, ती रगतका छिट्टा राष्ट्रिय रङ्ग बनाऊ, नयाँ फ्रेम नयाँ भित्ता, नयाँ फ्रेम नयाँ कित्ता, देश तिमी सुस्कुराऊ, अब तिमी अब मुस्कुराऊ, तिमी अब मुस्कुराऊ। धन्यवाद। कविता कस्तो लाग्यो? मलाई चाहिँ राम्रै लागेर लेखेर रिसाइट पनि गर्न मन लागेर गरेको। अब सबैलाई राम्रो लाग्छ भन्ने पनि छैन, तर भावना हो, भावनामा सबै आफ्नो तरिकाको हुन्छ। ठिक छ, सबैलाई शुभ दिन अनि राम्रो सोच बनाउनुहोस्, सधैँ पोजिटिभ हुनुहोस्। कसैले कसैलाई गाली गलोज, अफकोर्स गाली गलोज भनेको एउटा परिस्थितिमा गर्नै पनि पर्छ होइन। तपाईँहरूले आफ्नो छोरछोरीले कुनै गलत काम गर्यो भने सम्झाउनु पर्छ होइन, गर्नुपर्छ। त्यो चिजलाई गाली लियो गर्यो यो गर्यो भनेर सोच्नुहुन्न।
हाम्रो देश बनाउन पठाएको हो नि त होइन। त्यही भएर हाम्रो घर हो, हाम्रो घरभित्र सुशासन, हाम्रो घरभित्र राम्रो वातावरण सबै थोक चाहिन्छ नि त। त्यसैले हो। धन्यवाद सबैलाई, शुभ दिन, विश यु अल द बेस्ट।